मैले मन हुन्न भनेको छु त भनेको मन त हुन्छ नि जस्तो आगो ताप्न पो जान्थ्यो अरे त तपाईले 95 वर्षको बुढाको त्यही उ देख्नु भयो तपाईँले इन्टरभ्यु देख्नु भयो यता हेर्नु मलाई मन बुढो मन बुढो भयो नि उतो त बुढो भएन भन्थ्यो अनि हो त्यही त भनेको थिएँ मन बुढो भयो नि यो त बुढो हुँदैन यताउति ह्यान त्यान मन त लाग्छ तर कसरी तिमीले चाहिँ के उल्टो कुरा गरेर त हुन्छ त्यसो भए त बच्चा हुन्छ नि बुढाको होला मन होला तर त्यसले ट्राई गर्दा त्यसको हुन्न के यार मलाई सोध्नु म तपाईँलाई इङ्गुमा भन्छु क्या छोरा मान्छे कहिले अर्काको कुरामा डिस्कस गरेर ल पाउन जसरी गरी अमलाई खाएर पाउन कि जसरी खाएर पाउन हामीलाई मतलब चाहिँ हाँस्न किन हुन्न हुन्छ भन्दा त्यो अमला बाजेको कुरा हो आठे अमला बाजेको कुरा उसले देविकाले हो भन्ने बच्चा हो भन्ने मैले भन्ने बुढाको उड्दै उड्दैन होइन भन्ने यतिमा डिस्कस भएको अर्के अब सियालाई विश्वास दिनु न बुढोलाई चेक गर्नु ओइ मलाई गाली गरिसक्यो आउनु हैन चुप आउनु ए भेनाको आइडी भएर सियाएर गएँ म मेरो लाइफ खोल्छु अहिले भात खाएर ल जान्नै बोल्दा नाचाइने कुरा नगर्नु भयो उठिसक्यो सुतोस् उठोस् कि सुतोस् भने यहाँ गाली आइस लक्ष्मी साई साथी बन्नु त यार सबलाई ल भात खाम यार भोक लाग्यो मेरो बुढोलाई भोक लाग्यो र बिहानै बुढीले पाल्नलाई त उहाँ तरकारी लिन्छ भेनालाई देखाउनु त भेना एकचोटि भेनालाई देखाउनु न आमा कति आनन्दको जिन्दगी माटो यहाँ त कहाँ बनेको होला है घुमाउने कुर्सीमा बर्थ्यो हामी अरू तोरीमा अरू तर मान्छे चाहिँ हो यार तर यार हाइट तेरे माटर सिया न सिया हाइट तेरे का माटर भात खाने यार तँ कहाँ बस्दा त भात चिन्न नि म ए भात चिन्न कहाँ घुमाउने कुर्सी मै बस्छु भात चिन्न हो मलाई पो बोक्न सक्दैन नि आँथे भेनाली मोटाउन पर्यो कि फलफुल खाएर यसो अन्डा खाएर फलफुल नि छ सिया जे फ्रुट्रीका हामीले फलफुल नि किन्दैन फलफुल यस्ता फ्रुट्री जति खाए पनि चाहिँ हाम्रोमा तर के फ्रुटी त भने के भने जति जे खाए पनि चाहिँ हामीलाई टुट्दैन नि भाइ हाम्रो माया गर्ने साथी छन् म केही किन्दिनँ नि म के हो खुसी भनेको खुसी भनेको फ्रुटी भन्यो खुसी रे तिमी चाहिँ के तिमी बेना राम्रो चम्चा कहाँबाट आयो खुसी होइन फ्रुटी भनेर के बिचारा भाइ गयो सबैजना ल जीवन गएँ म मासु भन्ने त्यतिकै खानु न के नाटक हो तपाईँको यतिकै राम्रो मल ढाडाउनु न के नाटक हो दिदी रे पूजा के छ सधैँ जाऊ के छ भेना यसो इनबक्सतिर बोल्दै गर्नु न मसँग र ल ठिकै छ नि त है म हाइएलो गर्छु भइहाल्छ नि बोल्ने चाहिँ के नि त्यही हाइएलो सन्चो बिसन्चो पहिला यसो सोलो मसँग बोल्दै जाम के रे अब त 16 वर्षमा बोल्दा अब तपाईँले गएर बोल्न खोजेको कुरा म 80 वर्ष हुनुपर्छ हो र 80 वर्ष उमेर भएपछि बोलाउँला त्यस्तो नभन्नु होइन यसो बोल्दै जाम न हाइएलो गर्दै जाम कहिले यसो चाहिँ यहाँ साली काण्ड लागेको छैन फेरि कहाँ फेरि अर्को काण्ड आइहाल्छ फेरि होइन बोल्नु हुन्न केही छैन के छ र काण्डै काण्डा बाँध्ने त हो नि होइन कसले पो के गरे म फेरि के अरे लुगा कुरा गरेको कुरा फेरि रक्सी आज बाहिर निक्लिहाल्छ बट्टाबाट निक्लिहाल्छ फेरि काण्डमा चिहाल्छ सिया रक्सी खाँदिनँ तपाईँले खाँदिनँ नि फेरि
ल ओके ल म अब बिदा भएँ होइन अब तपाईँ फिल्ममा कस्तो